हेलो गुड मर्निङ नमस्कार छ सबैजनालाई। मैले आज एउटा महत्त्वपूर्ण कुरा राख्दैछु यो भिडियो मार्फत। सबैजनाले भिडियो सक्दो सेयर गर्नुहोला, किनभने हाम्रो चुनाव नजिकै छ। अब 2 दिन बाँकी छ चुनावको लागि। आमा बुवा दिदी बहिनी दाजुभाइ सबैजनाले योचोटि भोट हाल्दाखेरि सोच विचारले आफ्नो मनैदेखि सोच विचार गरेर भोट हाल्नुहोला, किनकि हामीले 30-35 वर्षदेखि सबै नेताहरूलाई हेरियो, सबै नेताहरूलाई भोट हालियो। एमाले काङ्ग्रेस माओवादी लगायत सबै नेताहरूलाई हालियो, तर हाम्रो प्युठानको विकास कसैले पनि गरेन। त्यसैले योचोटि भोट हाल्दाखेरि सोच विचारले राम्रो मान्छेलाई हालिदिनु होला, किनकि राम्रो मान्छे पनि उठ्न आशा घन्टीदेखि सुशान्त वैदिक जो हाम्रो खैराको हुनुहुन्छ, उहाँलाई सक्दो मतले जिताउनु होला, किनकि उहाँ विदेशमा गएर पढे लेखेर योग्य मान्छे विज्ञ मान्छे युवा नेता हुनुहुन्छ उहाँ। त्यसैले जति सक्दो घन्टीलाई भोट हालेर जिताएर केन्द्रसम्म पुर्याइयो भने हाम्रो समस्याको समाधान हुनेछ भन्ने दायरा छ। त्यसैले यो चुट्टीको भोट घन्टीमा गराउनु पर्छ देशैभरि, सबैजनालाई अपिल छ। त्यही भन्दै मेरा साना कुराहरू छोटकरीमा राख्दै म यहाँबाट बिदा हुन चाहन्छु। जय नेपाल, जय प्युठान, जय घन्टी।